हेलो गाइस तलतिरैबाट आउँछ माथि हामी चाहिँ टर्निङ गर्नु जस्तो यता सल्लाहघारी गएर आएको धादिङको आज अनि हामी अब घर जान पर्यो भनेर बाहिर निस्केको। अब अटो नपाएर गाडी नपाएर यस्तोसँग हिँडिरहेछ। मैले जुत्ता कसरी लगाएको छु हेर्नुहोस् यहाँ, नसकेर हिँड्न नसकेर हिल जुत्ता हेर्नुहोस् कसरी लगाएको छु मैले, ग्वाप्पै निकालेर यसरी पुरै यसरी लानु पर्ने ठाउँमा। अनि अब यत्तिकै म पछाडि भएँ भाग हामी के भयो भन्दाखेरि चाहिँ हामी सल्लाहघारी गयौँ अनि यसो अब निस्किने भनेर पिङसिङ खेल्यौँ अनि फोटोसोटो खिच्यौँ अनि खानेकुरा खायौँ। अब बाहिर निस्किनु पर्यो भनेर निस्केको त लास्टमा अब गाडी आउँछ होइन, जतिखेर पनि बाडी होइन गाडी आउँछ मुनि हामी यताबाट आउँदैन, जहिले माथि जान्छ क्या। अहिले पनि गाडी माथिबाट आयो भने सिर्फ बाइकहरू मात्रै आउँछ क्या। अनि त्यही भएर मैले रिसिट अनि खाजासाजा खायौँ। मसँग अर्को एउटा दिदी पनि हुनुहुन्थ्यो, उहाँ चाहिँ अहिले गइसक्नु भएको छ। उहाँ एउटा दिदी चाहिँ के अरे चटपट खानु मन लाग्यो भन्नुभयो। उहाँले चाहिँ चटपट खान लास्टै मन लाग्यो भन्नुभयो अनि हामी चटपट पसलमा गएको अनि अर्डर गरिदियौँ हामीले। अनि एउटा अटो आयो क्या, खाली अटो अनि त्यसपछि अनि खाली अटोमा बस्ने भनेर हामी भनेको दिदी। अनि फेरि अर्डर गरिसकेको थियो, अब के गर्ने त भनेर अनि हामीले अब गइरहोस् भनेर भनेको। अनि जान त हामीलाई त्यसमा मन लागेको थियो तर पाएन नि त। अनि खायौँ अनि त्यो अटो गइहाल्यो। अनि के गर्ने अब म तपाईँहरूलाई यसो भ्यू देखाउँछु। यता हेर्नुहोस् कस्तो राम्रो भ्यू छ। ओहो, हाम्रो धादिङ यस्तो नराम्रो भन्ने सोच्नु भयो, सबैभन्दा राम्रो प्लेस लाग्छ मलाई। हेर्नुहोस् कस्तो राम्रो छ सल्लाहघारीको। सल्लाहघारीमा यस्तो राम्रो भ्यू आइरहेको छ, यस्तो राम्रो भ्यूहरू आइरहेको छ गाइजहरू। अब हिँडी धादिङ बेसी नै पुग्न पर्ने छ अब हामीले, त्यस्तै लागिरहेको छ। हेर्नुहोस् कस्तो राम्रो। अघि झन् तपाईँहरूलाई म सनसेट यस्तो राम्रो सनसेट लागेको थियो, तपाईँहरूलाई के थाहा त्यो हेर्नुहोस् त कस्तो राम्रो देखिरहेको छ। अब हात गरिसकेसम्म मुनि आउन त आयो एउटा के अरे के भन्छ नि यसलाई,